आज यस गरिमामय सदनमा खानी तथा खनिज पदार्थ सम्बन्धी विधेयक 2083 माथिको छलफलमा सहभागी हुँदै गर्दा अत्यन्त महत्त्वपूर्ण विषयतर्फ सदनको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो देश प्राकृतिक स्रोत साधनका दृष्टिकोणले सम्पन्न देश भएको हामी सबैमा अवगत नै छ। हिमालदेखि तराईसम्म हाम्रो भूगर्भमा चुनढुङ्गा, फलाम, तामा, सुन, बहुमूल्य पत्थर लगायत विभिन्न खनिज पदार्थको सम्भावना रहेको छ। पछिल्लो समय विश्व अर्थतन्त्रमा लिथियम, कोबाल्ट, निकेल, टाइटेनियम लगायतका रणनीतिक खनिजहरूको महत्त्व तीव्र रूपमा बढिरहेको छ। सोही सन्दर्भमा यो विधेयक केवल खानी खोल्ने र खनिज निकाल्ने कानुनमा मात्र सीमित छैन र हुनु हुँदैन, बरु यो नेपालको आगामी पुस्ताको आर्थिक भविष्य, राष्ट्रिय सुरक्षा, वातावरणीय सन्तुलन र प्राकृतिक सम्पत्तिमाथिको राज्यको अधिकारसँग जोडिएको विषयको रूपमा बुझ्नु पर्दछ। प्रस्तुत विधेयकको मूल उद्देश्यप्रति म खुलेर सकारात्मक छु, तर यसको कार्यान्वयन, राजस्व बाँडफाँड, स्थानीय समुदायको अधिकार, कर्तव्य र वातावरण संरक्षण, रणनीतिक खनिजको सुरक्षा र मूल्य अभिवृद्धि गर्ने विषयमा अझ स्पष्ट, बलियो व्यवस्था आवश्यक ठान्दछु। सम्माननीय सभामुख महोदय, हामीले प्राकृतिक स्रोतहरूको उपयोगमा एउटा यस्तो गल्ती गर्नु हुँदैन कि जहाँ स्रोत निकाल्यौँ, कच्चा पदार्थ बेच्यौँ र सीमित मूल्य मात्र प्राप्त गरौँ। त्यो नीतिले दिगो विकास गर्ने सरकारको नीतिलाई पूर्ण सहयोग हुन सक्दैन, बरु त्यसको परिष्कृत रूपमा माइन ऐन एक्सपोर्ट होइन, माइन प्रोसेस ऐन एड भ्यालु हुनुपर्दछ। उदाहरणका लागि, यदि फलामको सम्भावना छ भने फलामको ढुङ्गा मात्र बेच्ने होइन, बरु सम्भव भएसम्म प्रशोधन गरी फलाम तथा स्टिल उद्योग विकास गर्ने नीति लिनुपर्छ। यसबाट राजस्व मात्र होइन, रोजगारी, श्रमको खपत र सबै किसिमको जनशक्ति प्रयोग र अर्थतन्त्र चलायमान हुनुमा ठूलो मात्रामा कार्य हुने गर्दछ। आज विश्वमा खनिज केवल आर्थिक विकासमा मात्र सीमित छैन, राष्ट्रिय सुरक्षा, भू-राजनीतिक शक्तिसँग जोडिएर आएको विषय बनेको छ। लिथियम विद्युतीय सवारी साधनका लागि ऊर्जा भएकोले भण्डारणका लागि महत्त्वपूर्ण आवश्यकता र शक्ति राष्ट्रका लागि बाध्य बनेर आएको छ। युरेनियम जस्ता पदार्थले संवेदनशीलता अझ स्पष्ट छ। त्यसकारण हाम्रो देशले रणनीतिक खनिजको पहिचान, अनुसन्धान, भण्डारण, उत्खनन, प्रशोधन, प्रयोग र निर्यातमा स्पष्ट राष्ट्रिय नीतिको पनि खाँचो झन बढेको छ। यस्तो अवस्थामा विदेशी लगानी, प्रविधि